चिनिया वैज्ञानिकहरूले 150 वर्षसम्म बाँच्न सकिने दाबी गरिएको नयाँ औषधि पत्ता लगाएका छन्। अङ्गुरको बियामा पाइने PCC1 नामक रसायनबाट बनेको यो औषधिले शरीरका बुढेसकाल बढाउने कमजोर कोषहरू नष्ट गर्ने भनिएको छ। मुसामा गरिएको प्रारम्भिक परीक्षणमा आयु बढेको र स्वास्थ्य राम्रो देखिएको चिनिया सञ्चार माध्यमले जनाएका छन्। वैज्ञानिकहरू भन्छन् यदि परीक्षण सफल रह्यो भने मानिसको आयु 120 देखि 150 वर्षसम्म पुग्न सक्नेछ। जनकपुरमा 28 वर्षीय रोशनी झाको घरभित्रै शङ्कास्पद रूपमा मृत भेटिएकी छिन्। घर पक्षले भन्छ भर्याङबाट खसेकी, तर माइती पक्षले घाँटीमा डाबिएको चिन्ह र छिटो दाह संस्कार भएको भन्दै ठूलो शङ्का व्यक्त गर्दै छानबिन माग गरेका छन्। जेन्जी आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेले नयाँ पार्टी राष्ट्रिय परिवर्तन पार्टी गठन गरेका छन्। उनको भनाई, सरकारले जेन्जीको माग पूरा गर्न सकेन, शहीद घाइतेको सपना पूरा गर्न पार्टी दर्ता गरेको हुँ। नयाँ अध्ययनका अनुसार 12 वर्षभन्दा अघि बालबालिकालाई स्मार्टफोन दिनु स्वास्थ्यका लागि हानिकारक हुने निष्कर्ष निक्लेको छ। विशेषज्ञका अनुसार यसले उनीहरूको मस्तिष्क विकास, ध्यान, निद्रा र व्यवहारमा नकारात्मक असर पार्न सक्छ। जेन्जी आन्दोलनका घाइतेलाई बाइकमा अस्पताल पुर्याएर चर्चामा आएकी किशोर कार्कीले अब ओखलढुङ्गाबाट चुनाव लड्ने घोषणा गरेकी छिन्। उनले आफ्नै पार्टी खोलेर राजनीतिक यात्राको सुरुवात गरेकी छिन्। सरकारले अब हरेक वर्ष भदौ 23 गतेलाई जेन्जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय जेन्जी आन्दोलनका शहीदहरूको सम्झनामा गरिएको हो। कुखुराको मासुको मूल्य फेरि 10 रुपैयाँले बढेको छ। अब उपभोक्ताको खर्च झन् बढ्ने देखिन्छ। शिक्षा मन्त्री महावीर पुलले चेतावनी दिँदै भने NPLको फोहोर सफा नगरे क्यानको कान समाउनु पर्छ।